हेलो गाइज, वेलकम टु आवर ब्लग। आज चाहिँ हामी मानपुर जाँदैछौँ गहुँ काट्न। मम्मी बुवा भतिजोहरू अघि गइसक्नुभयो। अहिले म र मेरो हस्बेन्डजी सन्जय सामाजी जाँदैछौँ। आज हाम्रो काम भनेको बिहान उठ्ने, खाना सब्जी बनाएर खाने, घाँस काट्ने आउने, अनि फेरि गहुँ काट्ने जाने भनेर सल्लाह थियो। सबैजना बटाक बुटुक सुति गएछौँ। अनि मम्मीहरू भर्खर जानुभयो, हामी पनि भर्खर जाँदैछौँ। गहुँहरू हाम्रोमा कसरी काटिन्छ, कस्तो हुन्छ भनेर देखाउने छौँ। बारीहरू पनि यस्तै हो यहाँतिर त, गाउँतिर अलिक भिर जस्तो छ, भिर पाखा जस्तो छ। तल हाम्रो माङ्सेबुङ माङ्गिम थाहा होला हजुरहरूलाई, माङ्गिम डाँडा। हाम्रो चाहिँ अलिक माथि नै पर्छ, यता माथि मानपुर खलङ्गेतिर। माङ्सेबुङ भन्दा चाहिँ अलिक चिसै छ, त्यहाँ तल चाहिँ अलिक गर्मी हुन्छ। यहाँनिर चाहिँ ठिक्कको छ, त्यति घाम पनि पर्दैन, उसले चाहिँ आइरहेको हुन्छ। जाँदैछ हामी उकालो हिँडेर जानुपर्छ, 20 मिनट जति लाग्छ है। हामी जाँदैछौँ। मेरो बुढा अगाडि हिँड्दै हुनुहुन्छ। सबैजनाले मेरो बुढाको भ्लग हेरेर साथ दिनु होला होइन। मैले चाहिँ आज त्यति नै भने, अरू बाँकी सबै मेरो प्रियतम मेरो बुढाजीले बोल्नुहुन्छ। काटिराख्नु भएको होला, तर कतिजना प्रायः जस्तो सानैबाट सहर हुर्किनु हुनेहरूले देख्नु भएको छैन। मैले पनि पहिला चाहिँ देखेको थिइनँ, अब फर्स्टचोटि आज हेर्नु जाँदैछु कस्तो छ। म जस्तै अलिअलि देखिरहेको, तर बारी चाहिँ आज मात्रै जाँदैछु, कस्तो छ हेर्नु। अब कसरी काटिन्छ मलाई चाहिँ त्यो पनि थाहा छैन। म पनि सहरमै हुर्केको, सानैबाट घाँस काट्नु पनि मैले यहीँ आएर सिकेको भर्खर। गाउँ पनि कसरी काटिन्छ आज पहिलोचोटि काट्दैछौँ। अनि मैले पहिलोचोटि अनुभव गर्न लागेको छु, त्यही कारणले हजुरहरूले पनि मेरो भ्लग हेरेर साथ दिनु होला गाइजहरू। मलाई चाहिँ त्यति भ्लग बनाउन आउँदैन, मेरो हस्बेन्डले चाहिँ बनाइराख्नुहुन्छ। उहाँले नै अब कति बनाऊ भन्नुहुन्छ, त्यही भएर मैले आज पहिलोचोटि बनाएको गाइजहरू मेरो। हेलो गाइज, हामी चाहिँ आइपुग्यौँ गहुँ काट्ने ठाउँमा। कुच्चा पनि पकाइसकेँ, हेर्नु होला कस्तो छ हाम्रो यो बारी। पहिलोचोटि देखेको मैले पनि। अब हामी काट्ने छौँ, हेर्दै गर्नु होला। हेलो गाइज, हामी पनि आइसक्यो अब गहुँ काट्नु। हेर्नु गाउँहरू मैले पनि पहिलोचोटि अनुभव गर्न लागेको, हेर्दै गर्नु होला हजुरहरू कसरी काट्ने छौँ। काटेर देखाउन छिटो। अलिक भरे काटेर देखेको, अनि कतिको तल काट्नु के भन्छ होला गहुँ? अब यहाँनिर खुर्सा हो त, गहुँ भन्छ कि गहुँ भन्छ कि फोटो खिच्नुकै लाग्यो तेरि। यो हँसियाले चाहिँ कसरी काट्नु पर्छ? यसरी गरिन्छ, यस्तो गर्ने तरिका चाहिँ
हेर्नु होला गाइस कसरी काटिन्छ गाउँ भिडियो हेरेर सिक्नु होला नआउने जतिहरूले हस्ताले काटिन्छ है गाइसले हस्ताले काट्दैन हेलो गाइजहरू हामीले चाहिँ अहिले गाउँ काटिसक्यौँ हेर्नुहोस् गाइजहरू आज चाहिँ यत्तिकै दिन बित्यो बिहान उठ्यौँ घाँस काट्यौँ खाना खाँदा ओर्दा सुत्दा गाउँ काट्दै दिन बित्यो आजलाई चाहिँ यति नै फेरि आउने नै छ हजुरहरूले जति साथ दिनुभयो जति मेरो भ्लग जति राम्ररी चलाइदिनु भयो त्यति म आउने नै छु नयाँ भ्लग लिएर हजुरहरूलाई यति भन्दै म आज बिदा गर्न चाहन्छु हस् त सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र सेयर गरिदिनु होला नमस्ते